धेरै जस्तो व्यक्तिहरूलाई ग्यास्ट्रिकको समस्या छ र यो ग्यास्ट्रिकको समस्याले गर्दाखेरि पछि गएर हजुरको आन्द्रामा घाउ हुने अर्थात् हजुरको पेटमा अल्सर हुने सम्भावना अधिक हुन सक्छ। नमस्ते, म डाक्टर लियन पौडेल। आज हामी विशेष गरी ग्यास्ट्रिक अल्सरको बारेमा कुरा गर्नेछौँ। यदि हजुरहरूले खाना खाइसकेपछि 2 घण्टासम्म पनि दुखाइ भइरहन्छ र हजुरको पेटको माथिल्लो भाग अर्थात् हजुरको छातीको हड्डी भन्दा मुनिको भागमा बेसरी छाम्दा फेरि त्यहाँ एकदम धेरै दुखाइ हुन्छ र त्यो सँगसँगै हजुरलाई कहिलेकाहीँ बान्ता पनि भइदिन्छ र बान्ता भइसकेपछि हजुरलाई एकदम धेरै आनन्दको महसुस हुन्छ अर्थात् हजुरको जुन दुखाइ छ त्यो दुखाइ हट्दछ। यस्ता समस्याहरू छन् भने हजुरलाई ग्यास्ट्रिक अल्सर भएको हुन सक्दछ। अब यस ग्यास्ट्रिक अल्सर गराउने कारणहरू के हुन् त? मुख्यतया ग्यास्ट्रिक अल्सर गराउने भनेको हजुरको खानपानमा पनि विशेष गरी हजुरले पिरो र स्पाइसी कुराहरू धेरै खाइरहनु भएको छ र त्यो सँगसँगै ग्यास्ट्रिक म्युकोजलको प्रतिरोध क्षमतामा कमजोर हुनु र त्यो सँगसँगै त्यहाँ हजुरको एच पाइलोरीको इन्फेक्सनको कारणले गर्दाखेरि विशेष गरी दुखाइ कम गराउने औषधिहरू जस्तै एनएसएआइडीजहरू औषधिहरूको प्रयोग गर्ने र त्यो सँगसँगै लामो समयसम्म स्टेरोइड्स औषधिहरूको प्रयोग गर्ने व्यक्तिहरूमा पनि ग्यास्ट्रिक अल्सर हुने सम्भावना अधिक हुन्छ। त्यो सँगसँगै धेरै धूम्रपान, मद्यपान र कफी र चियाहरूको प्रयोग एकदम धेरै गर्नुहुन्छ। यस्ता सबै खालका गतिविधिहरूले, यस्ता खानपानहरूले विशेष गरी त्यहाँ भएको म्युकोजल लेयरलाई कमजोर पार्छन् र फेरि त्यहाँ घाउ बन्ने सम्भावना हुन्छ। यो रोग समयमै उपचार नगर्दाखेरि विशेष गरी त्यहाँ भएको घाउ बढ्ने गर्दछ र त्यो घाउ अर्थात् त्यो घाउ बढेर त्यहाँ पुवाल हुने र त्यो पुवाल प्याङ्क्रियाज र लिभरसम्म पनि फैलिने गर्दछ। यदि यो पुवाल लगभग 3 सेन्टिमिटर भन्दा बढी भयो भने त्यहाँ क्यान्सर हुने सम्भावना 5% देखि 25% ले बढ्न सक्दछ।